हेलो साथीहरू, के छ तपाईँहरूको हालखबर? सन्चै हुनुहुन्छ होला भनेर मैले पनि उम्मेद गरिरहेको छु। यो साथीहरू सपोर्ट गरौँ न हो। यस्तो के हो कि सपोर्ट छैन, लाइक छैन, कमेन्ट छैन, केही छैन, किन यस्तो? आफ्नो नेपाली भएर नेपालीलाई सपोर्ट नगर्ने, त्यही भएर त नेपालीहरू हिन्दीमा फेरि हेलो गाइस वेलकम टु माई ब्लग भन्छन् त हिन्दीबाट। नेपालीले सपोर्टै गर्दैन, अनि त्यही भएर अब हिन्दीबाट हेलो या वेलकम माई न्यू ब्लग, इधर जा रहा हूँ उधर जा रहा हूँ भन्छ। तपाईँहरूले सपोर्ट गरेर नेपालीबाट बनाउने, त्यही भएर नेपालीबाट भिडियो बनाउन पनि मन मर्दो रहेछ क्या साथीहरू। तपाईँहरूको कारणले गर्दा बुझ्नु, त्यो सपोर्टै देखेको छैन। यस्तो लागिरहेको छ कि नेपालमा के जनता छैन, जनतै छैन जस्तो लागेको छ हो साथीहरू। के गर्ने अब? यस्तो हामी प्याज छिल्दैछौँ, काम गर्दैछौँ। अब यस्तो काम गर्ने मान्छे यति मेहनत परदेशमा, अब तपाईँहरूले मेरो भिडियो हेर्नुहुन्छ होला। अब केही दिनपछि हेर्नु होला। मैले राम्रो एउटा मोबाइल लिन लागेको छु। यो मोबाइलले चाहिँ काम गरिनँ क्या साथीहरू। यो चाहिँ एकदम मोबाइल पुरानो भइसक्यो। के गर्ने, परदेशी जीवन मोबाइलले बदल्न सक्यो छैन। अनि अब तपाईँहरूको साथ सपोर्टले के हुन्छ कि भन्ने अब यस्तो आशा पलाएको छ। अब तपाईँहरूले साथै दिनुहुन्न त पुरा यस्तो के भनौँ, दर्दनाक कहानी छ नेपालीहरूको बारेमा। अनि अर्को कुरा म के भन्न चाहन्छु भने, मेरो सबै साथीभाइहरूलाई मैले तपाईँहरूलाई भनेको छु नि, तपाईँहरूलाई के चिन्ता छ, के मतलब केही कुराबाट लत लागेको छ, जस्तो गाँजा, रक्सी, चुरोट, तमाखु जे पनि होस्, त्यसको लत छ नि तपाईँहरूलाई म छुटाउँछु। बुझ्नुभयो? तपाईँ एकदम अब गाँजा खानुहुन्छ, अब भन्नुहुन्छ आज मात्रै खान्छु, भोलिबाट खाँदैन। तर भोलि भएपछि पनि आज मात्रै, अनि भोलिबाट त खाँदैन यार, आज लास्ट खान्छु भनेर धेरै खाइहाल्ने। त्यस्तो कोही मेरो साथीहरू हुनुहुन्छ भने त्यो मलाई सम्पर्क गर्नु होला है साथीहरू। तपाईँको भाइ, तपाईँको दाइ, तपाईँको भतिजा भने पनि भयो, तपाईँको भिनाजु भने पनि भयो, जो भने पनि तपाईँको साथमा छ। चिन्ता लिनु पर्दैन। तपाईँहरूको जति वर्षको पनि तपाईँको आदत होस्, त्यो म छुटाउने प्रयास गर्छु। प्रयास होइन, म छुट्याएर पनि देखाउँछु।